सो हेलो एन्ड नमस्ते सबजनालाई। आजको यस भिडियोमा चाहिँ हामीहरू क्लास 12 को च्याप्टर 2 डाटा कम्युनिकेसन एन्ड नेटवर्किङको चाहिँ वान सर्ट भिडियो लिएर आइसकेका छौँ। हाम्रो बोर्ड एक्जाममा चाहिँ हामीहरूलाई चाहिँ 8 मार्क्समा सोध्ने गर्दछ र यदि तपाईँहरूले चाहिँ होइन फर्स्ट च्याप्टर अर्थात् डाटाबेस म्यानेजमेन्ट सिस्टमको चाहिँ वान सर्ट भिडियो हेर्नु भएको छैन भने हजुरहरूले चाहिँ त्यो भिडियो पनि हेर्न सक्नुहुनेछ। त्यो भिडियोको लिङ्क म डिस्क्रिप्सनमा राखिदिनेछु। आजको भिडियो चाहिँ हामीहरू सुरु गरौँ है त। हामीहरू चाहिँ डाटाबेस कम्युनिकेसन एन्ड नेटवर्किङमा जान्नुभन्दा अगाडि चाहिँ हामीहरूले चाहिँ फर्स्ट सुरुमा चाहिँ कम्युनिकेसन भनेको के हो भन्ने कुरा चाहिँ जान्नुपर्ने हुन्छ। कम्युनिकेसन भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ एक्सचेन्ज अफ द डाटा एन्ड इन्फर्मेसन बिट्विन सेन्डर टु रिसिभर थ्रु द मिडियम इज कल्ड कम्युनिकेसन। कम्युनिकेसन भनेको चाहिँ के रहेछ भन्दाखेरि कम्युनिकेसन भनेको चाहिँ हामीहरूको चाहिँ डाटा वा इन्फर्मेसन चाहिँ सेन्डरबाट चाहिँ रिसिभरसँग चाहिँ एउटा मिडियमको माध्यमद्वारा एक्सचेन्ज हुन्छ भने त्यसलाई नै हामीहरू चाहिँ कम्युनिकेसन भन्दो रहेछौँ। त्यसरी नै हामीहरूको चाहिँ डाटा कम्युनिकेसन छ। अब यो डाटा कम्युनिकेसन भनेको चाहिँ के भन्दाखेरि चाहिँ data communication is the process of using computer or communication technology that transfer data from the one place to another place। यो भनेको चाहिँ के रहेछ भन्दाखेरि डाटा कम्युनिकेसन भनेको चाहिँ हामीहरूको चाहिँ एउटा प्रोसेस हो जसमा चाहिँ होइन कम्प्युटर वा कम्युनिकेसन टेक्नोलोजीको प्रयोगद्वारा चाहिँ हामीले डाटा चाहिँ एक ठाउँबाट अर्को ठाउँसम्म चाहिँ ट्रान्सफर गर्छौँ भने त्यसलाई चाहिँ हामीहरू चाहिँ डाटा कम्युनिकेसन भन्दो रहेछौँ। त्यसरी नै हामीहरूको चाहिँ बेसिक इलिमेन्ट्स अफ द कम्युनिकेसनको चाहिँ इलिमेन्टहरू चाहिँ के रहेछ भन्दाखेरि फर्स्ट सुरुमा चाहिँ हाम्रो सेन्डर भनेको चाहिँ के हो भन्दाखेरि सेन्डर भनेको चाहिँ जसले चाहिँ डाटाहरू चाहिँ पठाउँछ अर्थात् त्यसलाई चाहिँ सोर्स पनि भन्छ। त्यसरी नै हामी मिडियम भनेको चाहिँ बाटोबाट वा कुन माध्यमबाट चाहिँ हामीहरूले चाहिँ सेन्डर टु रिसिभरसम्म चाहिँ मिडियम भनेको चाहिँ माध्यम यो भनेको चाहिँ के रहेछ भन्दाखेरि जस्तै यो फिगरमा नै हेर्न सक्नुहुनेछ। सेन्डरदेखि रिसिभरसम्म चाहिँ पठाउनमा चाहिँ हामीहरूको चाहिँ मिडियमको भूमिका चाहिँ कसले खेलेको छ त हाम्रो मिडियम अर्थात् मोबाइलले खेलेको छ नि हो। त्यसरी नै मिडियम भनेको माध्यम हो जसले चाहिँ एउटा पाथ हो जसमा चाहिँ सेन्डरदेखि रिसिभरसम्म पुर्याउने काम गर्छ। त्यसरी नै हामीहरूको चाहिँ अर्को चाहिँ के छ भन्दाखेरि रिसिभर भनेको चाहिँ जसले चाहिँ म्यासेजहरू चाहिँ रिसिभ गर्छ। अब हामीहरू चाहिँ कम्प्युटर नेटवर्किङ भन्ने विषयमा चाहिँ छलफल गर्नेछौँ है त। यो कम्प्युटर नेटवर्किङ भनेको चाहिँ के भन्दाखेरि कम्प्युटर नेटवर्किङ इज द सिस्टम वेयर मल्टिपल कम्प्युटर अर डिभाइसमा चाहिँ हामीहरूको प्रिन्टर मोबाइल ट्याब्सहरू पर्ने भयो आर कनेक्टेड टु इच अदर सो दे क्यान सेयर रिसोर्स लाइक फाइल्स इन्टरनेट एन्ड द कम्युनिकेट टु इच अदर। यो भनेको चाहिँ के रहेछ भन्दाखेरि कम्प्युटर नेटवर्किङ भनेको चाहिँ के रहेछ भन्दाखेरि कम्प्युटर वा डिभाइसहरू चाहिँ एक अर्कासँग चाहिँ कनेक्टेड छ र तिनीहरू चाहिँ रिसोर्स भनेको चाहिँ हामीहरू चाहिँ फाइलहरू इन्टरनेटहरू चाहिँ डाटाहरू चाहिँ एक अर्कासँग कम्युनिकेट गर्छ भने त्यसलाई नै हामीहरू चाहिँ के भन्दो रहेछ भन्दाखेरि कम्प्युटर नेटवर्क भन्दो रहेछ। अब यसको एडभान्टेज र डिसएडभान्टेज हेर्छौँ है त। फर्स्ट सुरुमा चाहिँ हाम्रो एडभान्टेजमा चाहिँ के छ भन्दाखेरि सेयर रिसोर्स हामीहरू चाहिँ फाइलहरू चाहिँ यसमा चाहिँ के गर्ने रहेछ सेयरहरू गर्ने रहेछ। कम्युनिकेसन सजिलै गरी हामीहरू चाहिँ कम्युनिकेसन गर्न सक्यौँ दुईजना बिच होइन। त्यसरी नै हाम्रो सेन्ट्रलाइज डाटा त्यसरी नै हामीहरूको चाहिँ एक्सेस एनिवेयर हामीहरू चाहिँ जहाँ गएर पनि यसलाई चाहिँ एक्सेस गर्न सक्छौँ। त्यसरी नै अर्को चाहिँ हाम्रो डिसएडभान्टेजमा चाहिँ छ हामीहरूको सेक्युरिटी रिस्क हामीहरू चाहिँ ह्याकिङ हुने चाहिँ चान्सहरू धेरै छ। त्यसरी नै हामीहरूको चाहिँ हाई सेटअप कस्ट हामीहरूको चाहिँ यसलाई चाहिँ सेटअप गर्नलाई चाहिँ कस्ट पनि धेरै लाग्ने भयो। त्यसरी नै चाहिँ हामीहरू कहिलेकाहीँ चाहिँ हामीहरूको चाहिँ होइन नेटवर्कै फेल भयो भने चाहिँ हामीहरूले चाहिँ यसको चाहिँ प्रयोग गर्न चाहिँ हामीहरूलाई गाह्रो हुन्छ। त्यसरी नै हामीहरूको चाहिँ कम्प्लेक्सिटी भनेको चाहिँ अब हामीहरूले चाहिँ यो चाहिँ अलिक कम्प्लेक्स हुन्छ। हामीहरूले चाहिँ अलिक स्किलफुल म्यान पावरहरू चाहिँ हायर गर्नुपर्ने हुन्छ होइन। त्यसरी नै हाम्रो चाहिँ अर्को चाहिँ के छ भन्दा टाइप्स अफ द कम्प्युटर नेटवर्किङ यो पनि हामीहरूको चाहिँ मोस्ट इम्पोर्टेन्ट छ। यो पनि 8 मार्क्समा चाहिँ धेरै सोधिरहेको हुन्छ है त। बेस्ड अन द जोग्राफिकल एरिया कभर यसमा चाहिँ के हुँदो रहेछ भने जोग्राफिकल एरिया चाहिँ कति कभर गरेछ भन्ने आधारमा चाहिँ यसमा चाहिँ कम्प्युटर नेटवर्किङमा चाहिँ क्लासिफाई गरेको रहेछ। त्यो पनि 3 टाइप्समा है त। यहाँ हेर्न सक्नुहुनेछ हामीहरूको चाहिँ 3वटा छ। कुन फर्स्टमा चाहिँ ल्यान्डलाई चाहिँ हामीहरू चाहिँ लोकल एरिया नेटवर्किङ भन्छ। त्यसरी नै दोस्रोमा चाहिँ हाम्रो मेट्रोपोलिटन एरिया नेटवर्क भन्छ। अर्को चाहिँ हामीहरू चाहिँ वाइल्डलाई चाहिँ हामीहरूले चाहिँ वाइल्ड एरिया नेटवर्किङ भन्दो रहेछ। हामीहरू चाहिँ यसलाई चाहिँ कम्पेरिजन गरेर पढ्यो भने चाहिँ हामीहरूलाई चाहिँ एकदमै हेल्पफुल हुन्छ जस्तो लागेको। त्यसैले हामीहरू चाहिँ आज कम्पेरिजन गरेर पढ्नेछौँ है त। हामीलाई पनि यो चाहिँ सोधिरहेको छ है त बोर्ड एक्जामतिरमा पनि। फर्स्ट सुरुमा चाहिँ हामीहरूको चाहिँ डेफिनेसन यो डेफिनेसनमा चाहिँ के भन्छ भन्दाखेरि स्मल एरियामा चाहिँ नेटवर्कहरू चाहिँ कम्प्युटरसँग कनेक्ट हुँदो रहेछ। त्यसरी नै अर्को चाहिँ हामीहरूको म्यानमा चाहिँ के रहेछ भन्दाखेरि यसमा चाहिँ नेटवर्कहरू चाहिँ लार्ज एरियामा चाहिँ के हुँदो रहेछ त कनेक्ट हुने रहेछ। जस्तै हामीहरूको एउटा सिटी भयो
त्यसरी नै हामीहरूको चाहिँ वाइनमा चाहिँ के हुँदो रहेछ भन्दाखेरि नेटवर्कहरू चाहिँ कसरी कनेक्ट हुँदो रहेछ चाहिँ भेरी लास्टमा हुने रहेछ। यसमा चाहिँ के रहेछ त स्मलमा रहेछ, यो चाहिँ यसमा चाहिँ लास्ट रहेछ भने यसमा चाहिँ भेरी लास्ट रहेछ। अब त्यसरी नै यसले चाहिँ कति कभर गर्दो रहेछ भन्दाखेरि 0 देखि 5 किलोमिटर कभर गर्दो रहेछ भने यसले चाहिँ 0 देखि 150 किलोमिटर गर्छ भने यसमा चाहिँ कुनै पनि लिमिटेसन हुँदैन रहेछ। यसको स्पिडको कुरा गर्ने हो भने चाहिँ हामीहरूको चाहिँ ल्यान्डमा चाहिँ हामीहरूको चाहिँ भेरी फास्ट हुन्छ भने यसमा चाहिँ मोडरेट, धेरै फास्ट पनि होइन धेरै स्लो पनि होइन। वाइनमा चाहिँ के हुँदो रहेछ भन्दा स्लोवर हुँदो रहेछ। हामीहरूको चाहिँ अब धेरै कम्प्युटरहरू हुने भएको कारणले चाहिँ यसमा चाहिँ स्लो हुन्छ, अब यसमा चाहिँ ठिकैको हुन्छ र यसमा चाहिँ थोरै कम्प्युटर हुने भएकोले धेरै फास्ट भयो। त्यसरी नै हामीहरूको कस्टको कुरा गर्ने हो भने चाहिँ हामीहरूको चाहिँ ल्यान्डमा चाहिँ हामीहरूको चाहिँ थोरै कस्टमा पनि हामीहरू चाहिँ सेटअप गरेर मेन्टेनेन्स गर्न सक्छौँ भने मोडरेट खर्च लाग्ने भयो अर्थात् मिडियम लाग्ने भयो। यसमा चाहिँ धेरै हाई कस्ट लाग्छ किनकि अब हामीहरू चाहिँ अब धेरै एरिया कभर गर्नको लागि त हामीहरूले चाहिँ के गर्नु पऱ्यो, अलिक ठुलै सेटअप गर्नुपर्ने भएको कारणले चाहिँ यसमा चाहिँ अलिक धेरै कस्ट लाग्छ। त्यसरी नै सेक्युरिटीको कुरा गर्ने हो भने चाहिँ हामीहरूको चाहिँ हाम्रो ल्यान्डमा चाहिँ हामीहरूको चाहिँ के हुन्छ थोरै कम्प्युटर हुने भएको कारणले चाहिँ यसमा चाहिँ थोरै रिस्क हुन्छ भने यसमा चाहिँ ठिक्क मोडरेट हुन्छ भने यसमा चाहिँ धेरै हाई हुन्छ किनकि यसमा त धेरै प्रकारको कम्प्युटर 1000 अफ द कम्प्युटरहरू चाहिँ यसमा चाहिँ कनेक्ट भएको हुने कारणले चाहिँ यसमा चाहिँ धेरै हाई रिस्क हुन्छ। अब हामीहरू यसको फिगर हेर्नेछौँ, यहाँ हेर्न सक्नुहुनेछ यो चाहिँ हामीहरूको ल्यान्डको फिगर भइहाल्यो। त्यसरी नै यो चाहिँ हामीहरूको म्यानको फिगर भइहाल्यो। त्यसरी नै यो चाहिँ हामीहरूको वानको भइहाल्यो। अब हामीले अघि भन्दाखेरि चाहिँ के भनेको थियो त हाम्रो वानमा चाहिँ कुनै पनि लिमिटेसन हुँदैन भनेको छ नि। जस्तै अब यो चाहिँ जापानी हुनुभयो, अब यो चाहिँ नेटवर्क चाहिँ यो टोकियोको भयो होइन, यो जापानको भइहाल्यो। त्यसरी नै यो चाहिँ काठमाडौँ अथवा नेपालको भइहाल्यो, यो अथवा न्यू दिल्ली अथवा इन्डियाको भयो। त्यसरी नै यो चाहिँ हामीहरूको चाहिँ युएसएको भयो। त्यही भएर यो वान चाहिँ के रहेछ त भन्दाखेरि एकदमै ग्लोबल्ली चाहिँ फैलिएको हुँदो रहेछ। ल अब चाहिँ हामीहरू ट्रान्समिसन मोड एन्ड कम्युनिकेसन नेटवर्क फर्स्टमा चाहिँ हामीहरूको चाहिँ सिम्प्लेक्समा चाहिँ के हुँदो रहेछ भन्दाखेरि चाहिँ हामीहरूको चाहिँ के भन्छ अरे वान वे मात्रै कम्युनिकेसन हुने रहेछ। जसको एक्जाम्पलहरू चाहिँ हाम्रो रेडियो, यसमा चाहिँ के हुँदो रहेछ भन्दाखेरि एक ठाउँबाट मात्रै बोल्न मिल्दो रहेछ। जस्तै हाम्रो रेडियोहरू चाहिँ हामीहरूको चाहिँ रेडियोले मात्रै बोल्छ, हामीहरूले बोलेको रेडियोलाई सुन्दैछ सुन्दैन। अनि त्यसरी नै हाम्रो अर्को चाहिँ हाफ डुप्लेक्स, यसमा चाहिँ के हुने रहेछ भन्दाखेरि यसमा चाहिँ के हुन्छ भन्दाखेरि हामीहरूले चाहिँ एले पनि बोल्न मिल्छ बीले पनि बोल्न मिल्छ, तर यसमा चाहिँ के हुन्छ भन्दाखेरि हामीहरूले एले बोल्दाखेरि चाहिँ बीले चाहिँ सुनिराख्नुपर्छ र जब हामीहरूले बीले बोल्छ त्यसैखेरि चाहिँ एले चाहिँ सुनिराख्नुपर्छ। एकैचोटि दुईजना चाहिँ बोल्न मिल्दैन, बोल्न त मिल्छ तर एकचोटि बोल्दाखेरि एकजनाले मात्रै बोल्न मिल्छ। यसको एक्जाम्पल चाहिँ हामीहरूको वकिटकी, जस्तै हामीहरूको यो पुलिसहरूले पनि देख्नुभयो होला, पुलिसहरूले यस्तो फोन जस्तो भिरेर हिँड्छ नि, हो त्यसलाई नै हामीहरू वकिटकी भन्छौँ। र अर्को चाहिँ हामीहरूको फुल डुप्लेक्स। यो फुल डुप्लेक्स भनेको चाहिँ के भन्दाखेरि यसमा चाहिँ हामीहरूको चाहिँ एकैचोटि चाहिँ 2 टाइम चाहिँ बोल्न सक्छौँ। जस्तै हामीहरूको टेलिफोन भएर मोबाइलहरूमा चाहिँ कल गर्दा चाहिँ हामीहरू यसमा चाहिँ सिमिल्टेनियसली दुवैतर्फबाट चाहिँ बोल्न मिल्छ। हामीहरूले फोनमा बोल्दाखेरि के गर्छौँ त यताबाट ए भन्नेले पनि बोल्न मिल्छ, बी भन्नेले बोल्न मिल्छ। अब हामीहरू चाहिँ ट्रान्सफर मिडियाको बारेमा चाहिँ पढ्नेछौँ। त यो ट्रान्सफर मिडिया भनेको चाहिँ के भन्दाखेरि ट्रान्सफर मिडिया इज द रिफर्स टु द फिजिकल पाथ युज टु क्यारी डाटा बिट्विन द कम्प्युटर एन्ड डिभाइस। यसको मतलब चाहिँ के भन्दाखेरि यो ट्रान्सफर मिडिया भनेको चाहिँ के रहेछ भन्दाखेरि हामीहरूको चाहिँ कम्प्युटरदेखि चाहिँ डिभाइससम्म चाहिँ डाटाहरू चाहिँ क्यारी गर्ने चाहिँ एउटा के रहेछ त फिजिकल पाथ रहेछ। र यसले चाहिँ के गर्छ भन्दाखेरि डाटा ट्राभल फ्रम द सोर्स टु डेस्टिनेसन। यसले चाहिँ के गर्दछ भन्दाखेरि डाटाहरू चाहिँ सोर्सदेखि चाहिँ डेस्टिनेसनसम्म चाहिँ ट्राभल गर्ने रहेछ है त। त्यसरी नै अब हामीहरूको चाहिँ यसको टाइप्सको बारेमा हेर्थ्यौँ। यसको टाइप्समा हेर्ने हो भने चाहिँ हामीहरूको चाहिँ गाइडेड ट्रान्सफर मिडिया र अर्को चाहिँ हामीहरूको अनगाइडेड ट्रान्सफर मिडिया भन्ने छ। र फर्स्टमा चाहिँ हामीहरूको चाहिँ गाइडेड ट्रान्सफर मिडिया। यो गाइडेड ट्रान्सफर मिडिया भनेको चाहिँ के हो भनेर सामान्य भाषामा बुझ्ने हो भने चाहिँ यसमा चाहिँ हामीहरूको चाहिँ वायरहरूको युज गरिन्छ भन्दाखेरि हाम्रो चाहिँ अनगाइडेडमा चाहिँ हामीहरूको चाहिँ वायरहरूको चाहिँ युज गरिँदैन। गाइडेड ट्रान्समिसन मिडिया भनेको चाहिँ के हो भन्दाखेरि डाटाहरू चाहिँ फिजिकल मिडियमको प्रयोगद्वारा चाहिँ हामीहरूको चाहिँ डाटाहरू चाहिँ के हुन्छ चाहिँ ट्राभल हुने जस्तो। जस्तै हामीहरूको यसमा चाहिँ गाइडेडमा चाहिँ हामीहरूको चाहिँ वायर केबलहरू चाहिँ युज गरिन्छ भने हाम्रोहरूको अनगाइडेडमा चाहिँ हामीहरूले चाहिँ वायर र केबलहरू चाहिँ युज गरिँदैन है त। फर्स्टमा चाहिँ हामीहरूको चाहिँ यसको गाइडेडको पनि अनि टाइप्समा चाहिँ फर्स्टमा चाहिँ हामीहरूको टु स्टेज प्योर केबल। यसमा चाहिँ के हुँदो रहेछ भन्दाखेरि यो चाहिँ हामीहरूको चाहिँ पुरानो र अहिलेसम्म पनि अझै युज हुने चाहिँ हामीहरूको चाहिँ ट्रान्समिसन मिडिया रहेछ। त्यसरी नै यसमा चाहिँ के हुँदो रहेछ भन्दाखेरि कन्सिस्ट अफ प्योर अफ द कपर वायर ट्विस्टेड टुगेदर। यसमा चाहिँ के हुँदो रहेछ भन्दाखेरि हामीहरूको चाहिँ कपरको चाहिँ एउटा प्योर वायरहरू चाहिँ एक अर्कासँग चाहिँ ट्विस्टेड अर्थात् एक अर्कासँग चाहिँ बाँधेको जस्तै हुँदो रहेछ।
यो चाहिँ हामीहरूको टाइप्स अफ द ट्विस्टेड पेयर हो, जसमा चाहिँ हाम्रो फर्स्टमा छ एसटिपी अर्थात् सिल्डेड ट्विस्ट पेयर भनेर छ। फर्स्टमा चाहिँ हामीहरूको चाहिँ यसको चाहिँ फर्स्टमा हेर्ने हो भने चाहिँ यसमा चाहिँ के हुँदो रहेछ भन्दाखेरि एक्स्ट्रा मेटल फोल्डको बाहिरी भागमा चाहिँ प्लास्टिकले चाहिँ कभर गरेको हुँदो रहेछ। र अर्को चाहिँ यो चाहिँ के रहेछ भन्दाखेरि यो चाहिँ यस क्यारिज द सिग्नल फर द लङ डिस्टेन्स। यसले चाहिँ डाटाहरू चाहिँ लङ डिस्टेन्समा चाहिँ क्यारी गर्दो रहेछ भने यो चाहिँ के हुँदो रहेछ भन्दाखेरि कस्टको हिसाबमा चाहिँ एक्सपेन्सिभ हुँदो रहेछ। त्यसरी नै अर्को चाहिँ हामीहरूको युटिपी, दुइटामा चाहिँ हामीहरूले चाहिँ होइन हामीहरूले चाहिँ यो मात्रै जाने भने पनि होइन यसलाई चाहिँ सजिलो गर्न सक्छ, किनकि यसको चाहिँ ठ्याक्कै उल्टो चाहिँ यो छ है। जस्तै हामीहरूको चाहिँ एसटिपीमा चाहिँ के हुँदो रहेछ भन्दाखेरि हामीहरूको चाहिँ एक्स्ट्रा चाहिँ मेटल फोइलको आउटसाइडमा चाहिँ हामीहरूको प्लास्टिकको कभर हुन्छ भने यसमा चाहिँ के हुँदो रहेछ भन्दाखेरि एक्स्ट्रा कभर हुँदैन रहेछ। अनि यो चाहिँ हामीहरूको चाहिँ लङ डिस्टेन्सको लागि हो भने चाहिँ हामीहरूको युटिपी चाहिँ हामीहरूको के को लागि त सर्ट डिस्टेन्सको लागि रहेछ। त्यसरी नै यो चाहिँ महँगो हुन्छ भने यो चाहिँ के हुँदो रहेछ सस्तो हुने रहेछ। र त्यसरी नै हामीहरूको अर्को छ कोएक्सियल केबल। कोएक्सियल केबल क्यारिज द डाटा सिग्नल अफ द हाई फ्रिक्वेन्सी एन्ड एट द फास्ट स्पिड देन ट्विस्टेड पेयर केबल। यसले चाहिँ के गरिदिन्छ भन्दाखेरि डाटाको सिग्नलहरू चाहिँ हाई फ्रिक्वेन्सीमा चाहिँ के हुँदो रहेछ त भेरी फास्ट स्पिडमा चाहिँ ट्विस्टेड पेयर भन्दा नै फास्टमा चाहिँ डाटाहरू चाहिँ के हुँदो रहेछ ट्राभल गर्ने रहेछ। त्यसरी नै यो चाहिँ के को लागि युज हुँदो रहेछ, यो चाहिँ हामीहरूको टेलिभिजन सिग्नलहरूमा चाहिँ युज हुँदो रहेछ। डिफिकल्ट टु इन्स्टल एन्ड लेस फ्लेक्सिबल। यसले चाहिँ हामीहरूको डाटा चाहिँ 10 MBPSदेखि चाहिँ 10 MBPSदेखि 500 भन्दा बढी MBPSको स्पिडमा चाहिँ हामीहरूको चाहिँ यसले चाहिँ के रहेछ भन्दाखेरि डाटाहरू चाहिँ क्यारी गर्ने रहेछ। र अर्को चाहिँ हामीहरूको फाइबर अप्टिकल केबल। यो फाइबर अप्टिकल केबल भनेको चाहिँ के भन्दाखेरि हामीहरूले चाहिँ वाइफाईहरूतिर युज हुने केबल हुन्छ हो, त्यसलाई नै हामीहरू चाहिँ फाइबर अप्टिकल केबल भन्छ। जस्तै अब यो चाहिँ के हुन्छ रहेछ भन्दाखेरि फाइबर अप्टिकल केबल मेड अफ द ग्लास एन्ड प्लास्टिक। फाइबर अप्टिकल केबलहरू चाहिँ के हुँदो रहेछ भन्दाखेरि ग्लास र प्लास्टिकबाटको चाहिँ बनेको हुँदो रहेछ। द्याट क्यान ट्रान्समिट सिग्नल इन द फर्म अफ द लाइट। यसले चाहिँ इलेक्ट्रिसिटीको होइन कि हामीहरूको चाहिँ डाटाहरू चाहिँ एउटा चाहिँ लाइटको फर्मद्वारा चाहिँ हामीहरूको डाटाहरू चाहिँ के गर्ने रहेछ ट्रान्समिट गर्ने रहेछ। र यसमा चाहिँ के हुँदो रहेछ भन्दाखेरि लङ डिस्टेन्समा पनि होइन डाटाहरू चाहिँ केही पनि लस नगरिकन चाहिँ यसमा चाहिँ ट्रान्समिट गर्न सकिने रहेछ। भेरी फास्ट डाटा ट्रान्समिसन 10 टाइम्स फास्टर देन कोएक्सेल। कोएक्सेल भन्दा चाहिँ हामीहरूको कति टाइम रहेछ त 10 टाइम चाहिँ कोएक्सेल भन्दा चाहिँ बढी फास्ट रहेछ। त्यस ट्विस्टेड पेयर केबल भन्दा चाहिँ 200 टाइम चाहिँ बढी फास्टले चाहिँ यसले के गरेछ डाटाहरू चाहिँ ट्रान्समिसन गर्ने रहेछ। केबल क्यान ब्रेक इजिली। हामीहरूको चाहिँ यो केबल चाहिँ इजिली ब्रेक हुन्छ, किनकि हामीहरूको चाहिँ अब प्लास्टिक र ग्लासले बनेको हुनाले चाहिँ यो चाहिँ सजिलै के हुँदो रहेछ त ब्रेक हुने रहेछ। ल अब चाहिँ हामीहरूको चाहिँ अर्को चाहिँ के छ त अनगाइडेड ट्रान्समिसन मिडिया। हामीहरूले अघि के भनेको थियो गाइडेडमा चाहिँ हामीहरूको चाहिँ वायरको युज गरिदिन्छ भने अनगाइडेडमा चाहिँ हामीहरूको चाहिँ वायरको युज गरिदिन्छ। अनगाइडेड ट्रान्समिसन मिडिया ट्रान्समिट डाटा थ्रु द एयर युजिङ रेडियो वेभ माइक्रोवेभ अर सेटेलाइट सिग्नल। यसमा चाहिँ के हुँदो रहेछ भन्दाखेरि हामीहरूको डाटाहरू चाहिँ ट्रान्समिट चाहिँ के को माध्यमद्वारा गर्दो रहेछ त एयरमा चाहिँ हामीहरूको रेडियो वेभ माइक्रोवेभ अर सेटेलाइट सिग्नलद्वारा चाहिँ हामीहरूको डाटाहरू चाहिँ के हुने रहेछ ट्रान्समिट हुने रहेछ। त्यसरी नै हामीहरूको चाहिँ फर्स्ट सुरुमा चाहिँ हामीहरूको माइक्रोवेभमा चाहिँ के छ भन्दाखेरि युज हाई फ्रिक्वेन्सी माइक्रोवेभ टु सेन्ड डाटा ओभर द लङ डिस्टेन्स इन स्ट्रेट लाइन। यसमा चाहिँ के हुँदो रहेछ त्यो भेरी हाई फ्रिक्वेन्सीमा चाहिँ डाटाहरू चाहिँ लङ डिस्टेन्समा पनि त्यो ट्राभल गर्दो रहेछ। तर कस्तोमा चाहिँ त हाम्रो स्ट्रेट लाइनमा चाहिँ हाम्रो डाटाहरू चाहिँ के गर्ने रहेछ त भन्दाखेरि लङ डिस्टेन्समा पनि हामीहरूको चाहिँ यसले चाहिँ ट्राभल गर्ने रहेछ। त्यहाँहरू चाहिँ किन हामीहरूको चाहिँ स्ट्रेट हुन्छ भन्दाखेरि हामीहरूको सिग्नलहरू चाहिँ कुनै पनि बेन्ड गर्न सकिँदैन। त्यसको लागि चाहिँ हामीहरूले चाहिँ अब घरको माथिहरूमा चाहिँ छतमा चाहिँ यस्तो एन्टिनाहरू राखेको पनि देख्न सक्छौँ। र यस्तो पहाडहरूको माथि चाहिँ हामीहरूको चाहिँ के गरे हुन्छ त एन्टिनाहरू राखेको हुन्छ। जसको एक्जाम्पल चाहिँ हामीहरूको यो हामीहरूले यो फिगरद्वारा पनि हेर्न सक्नुहुनेछ। एउटा एन्टिना हो यसले चाहिँ हामीहरूलाई चाहिँ यसलाई सिग्नल दिएछ भने यसले चाहिँ यसलाई सिग्नल दिएछ। हामीहरूको चाहिँ कस्तो छ त हामीहरूको कतै यता काचा कुचुक भएको छ त छैन नि, हामीलाई सिधा ठ्याक्टी सिधा भएको छ नि। डाटा इज सेन्ड फ्रम वान माइक्रोवेभ टावर टु अनदर। एउटा टावरबाट चाहिँ अर्को टावरमा चाहिँ यसले चाहिँ पठाउने रहेछ। त्यसरी नै टावर मस्ट बी क्लियर लाइन अफ द साइड। त्यो भनेको चाहिँ हामीहरूको चाहिँ गजाङमुजुङ नभइकन टावरहरू चाहिँ हामीहरूको चाहिँ स्ट्रेट के हो त लाइन अफ द साइड भनेको चाहिँ हामीहरूको चाहिँ स्ट्रेट हुनुपर्छ रहेछ। हाम्रो एक्जाम्पल चाहिँ के भयो त फोन कल भयो
त्यसरी नै अर्को चाहिँ हामीहरूको रेडियो ट्रान्समिसन। रेडियो ट्रान्समिसन भनेको चाहिँ के हो भन्दाखेरि अर्को हामीहरूको माइक्रो चाहिँ हामीहरूको चाहिँ लङ डिस्टेन्सको लागि युज हुन्थ्यो भन्दाखेरि रेडियो ट्रान्समिसन चाहिँ हामीहरूको चाहिँ सर्ट डिस्टेन्सको लागि चाहिँ यो चाहिँ के हुँदो रहेछ भन्दाखेरि सुइटेबल हुन्छ। यसमा चाहिँ के हुन्छ जस्तो डाटा इज सेन्ड वायरलेस थ्रु रेडियो वेभ। रेडियो वेभको माध्यमद्वारा चाहिँ हामीहरूले चाहिँ के हुँदछ डाटाहरू सेन्ड गर्दै रहेछ एउटा डिभाइसदेखि अर्को डिभाइससम्म। यसको एक्जाम्पल चाहिँ के हो भन्दाखेरि हामी ब्लुटुथ कनेक्ट टु हेडफोन, जस्तो मोबाइलको ब्लुटुथबाट चाहिँ हामीहरूको हेडफोन जस्तो एयरपोर्टहरू चाहिँ हामीहरू युज कनेक्ट गर्छन् हो, त्यही नै यसको चाहिँ एक्जाम्पल हो। त्यसरी नै अर्को चाहिँ हामीहरूको इन्फ्रारेड ट्रान्समिसन, जसलाई चाहिँ हामीहरू आइआर पनि भन्छौँ। इन्फ्रारेड लाइट टु सेन्ड डाटा भेरी सर्ट डिस्टेन्स। यसमा चाहिँ के हुँदो रहेछ भन्दाखेरि एउटा चाहिँ अरूहरूको चाहिँ हामीहरूको रेडियो वेभ माइक्रोवेभको प्रयोग गरिदिन्थ्यो भने यसमा चाहिँ हामीहरूको चाहिँ इन्फ्रारेड लाइटको प्रयोग गरेर चाहिँ हामीहरूको डाटाहरू चाहिँ के गरेछ सेन्ड गरेछ। यो चाहिँ भेरी सर्टको लागि एक्जाम्पल के हो भन्दाखेरि रिमोट, जसमा चाहिँ हामीहरूले चाहिँ च्यानल चेन्ज गर्दाखेरि चाहिँ हामीहरू टिभीतिर फर्काएर चाहिँ ठ्याक्क बटमहरू थिच्दाखेरि चाहिँ हामीहरूको चाहिँ च्यानलहरू चेन्ज हुन्छ। यदि हामीहरूले चाहिँ साइड टिभीभन्दा अर्को साइडतिर गऱ्यो भने चाहिँ हामीहरूको च्यानल चेन्ज हुँदैन नि। यसमा चाहिँ के हुँदो रहेछ भन्दाखेरि डिभाइस सेन्ड आइआर लाइट भनेको चाहिँ इन्फ्रारेड लाइट साइट एन्ड द रिसिभर डिटेक्ट देम। हामीहरूले चाहिँ जस्तै अब हामीहरूले चाहिँ रिमोटबाट चाहिँ हामीहरूले चाहिँ च्यानल चेन्ज गर्दाखेरि चाहिँ टिभीबाट चाहिँ हामीहरूले चाहिँ डिटेक्ट गर्छ अनि त्यसले चाहिँ रिसिभ गरिसकेपछि च्यानल चेन्ज गर्छ हो। त्यो नै यसको चाहिँ के हो त एक्जाम्पल भयो। अर्को चाहिँ हामीहरूको चाहिँ गाइडेड र अनगाइडेडको चाहिँ एडभान्टेज र डिसएडभान्टेज है त। फर्स्ट सुरुमा चाहिँ हामीहरूको डाटा स्टेबल एन्ड रिलायबल र मोर सेक्योर फ्रम ह्याकरबाट चाहिँ हामीहरूको डाटाहरू सेक्योर हुनुभयो। त्यसरी नै अर्को चाहिँ हामीहरूको क्यान सेन्ड डाटा एट हाई स्पिड, डाटाहरू चाहिँ हाई स्पिडमा चाहिँ सेन्ड गर्न सक्ने भयो। सिग्नल लस इज लो ओभर डिस्टेन्स होइन। त्यसरी यसको डिसएडभान्टेजमा चाहिँ के रहेछ भन्दाखेरि एक्सपेन्सेस टु द इन्स्टल केबलहरू इन्स्टल गर्नलाई चाहिँ हामीहरूको गाह्रो हुने रहेछ। त्यसरी नै डिभाइस क्यान नट मुभ फ्रिली, हामीहरूको डिभाइस चाहिँ यताउता लग्न मिल्दैन कि अब तार जोडेको हुन्छ, अब तारै छुट्यो भने त हामीहरू गाह्रो हुन्छ। त्यसरी हामीहरू चाहिँ यताउति लग्न मिल्दैन। त्यसरी नै अर्को चाहिँ के रहेछ भन्दाखेरि केबल क्यान गेट ड्यामेज इजिली। यो चाहिँ केबलहरू चाहिँ हामीहरूको सजिलै अब मुसाले पनि काटिन सक्छ, चक्कुहरूले पनि काटिन सक्छ। त्यसरी नै हामीहरूको अनगाइडेडको चाहिँ एडभान्टेजमा चाहिँ के छ भन्दाखेरि नो केबल निडेड, हामीहरूको केबल लाग्दैन। त्यस डिभाइस क्यान मुभ फ्रिली, डिभाइसहरू चाहिँ सजिलै गरी यताउता लग्न सक्छौँ किनकि हामीहरूको चाहिँ अब ब्लुटुथको रेन्ज भन्दा चाहिँ बाहिर जानु चाहिँ भएन, तर त्यसको रेन्जभित्र चाहिँ हामीहरूले जहाँ पनि लग्न सक्यो। त्यसरी क्यान सेन्ड डाटा ओभर लङ डिस्टेन्स, हामीहरूको लङ डिस्टेन्ससम्म डाटाहरू सेन्ड गर्न सक्यो। अर्को चाहिँ के हो त इजी र चिप टु सेटअप गर्न पनि सजिलो भयो, थोरै पैसामै हामीहरूले गर्न सक्यो। यसको अब डिसएडभान्टेजमा चाहिँ के छ भन्दाखेरि सिग्नल क्यान बी इफेक्ट बाई द वेदर, हामीहरूको चाहिँ अब वेदर नराम्रो हुँदाखेरि पनि हामीहरूको सिग्नलहरू चाहिँ अब ट्राभलहरू होइन प्रब्लमहरू आउन सक्छ। अनि अर्को चाहिँ हामीहरूको स्लो देन वायरलेस भन्दा चाहिँ अलिक स्लो हुनसक्छ। ल अब चाहिँ हामीहरूको अर्को छ नेटवर्क आर्किटेक्चर। नेटवर्क आर्किटेक्चर भनेको चाहिँ के भन्दाखेरि नेटवर्क आर्किटेक्चर रिफर्स टु द डिजाइन एन्ड लेआउट अफ द कम्प्युटर नेटवर्क। इट्स डिफाइन द हाउ different device like computer, server, router, etc. are the connected and how they communicate with other। यसको मतलब चाहिँ के रहेछ भन्दाखेरि कम्प्युटर आर्किटेक्चर भनेको चाहिँ के रहेछ भन्दाखेरि डिजाइन वा आउटले जसले चाहिँ के डिफाइन गर्छ भन्दाखेरि हाम्रो डिभाइस जस्तै कम्प्युटर सर्भरहरू चाहिँ एकअर्कासँग चाहिँ कसरी चाहिँ कनेक्टेड छ र तिनीहरूले चाहिँ कसरी कम्युनिकेट गरेको छ भनेर चाहिँ भनिरहेछ। यो पनि हामीहरूको 2082को चाहिँ रिएक्जाममा सोधेको थियो र यो गाइडेड र अनगाइडेड चाहिँ 2082को चाहिँ बोर्ड एक्जाममा पनि सोधेको थियो र रिएक्जाममा पनि सोधेको थियो है त। चाहिँ हामीहरू यसको टाइप्स अर्थात् पियर टु पियर र क्लाइन्ट सर्भरको चाहिँ हामीहरूको चाहिँ डिफ्रेन्ट बिट्विन गर्नेछौँ। ल फर्स्ट सुरुमा चाहिँ हामीहरूको के छ भन्दाखेरि हामीहरूको पियर टु पियर, यसमा चाहिँ के हुँदो रहेछ भन्दाखेरि सबै कम्प्युटरहरूमा चाहिँ के हुँदो रहेछ भन्दाखेरि अल डिभाइस ह्याभ इक्वल एक्सेस एन्ड मोडिफाई डाटा। यसमा चाहिँ के हुँदो रहेछ भन्दाखेरि सबै डिभाइससँग चाहिँ इक्वल्ली चाहिँ के हुँदो रहेछ भन्दा अथोराइज हुँदो रहेछ कि डाटाहरू एक्सेस पनि गर्न सक्यो, मोडिफाई पनि गर्न सक्यो। तर यो क्लाइन्ट सर्भरमा चाहिँ के हुँदो रहेछ भन्दाखेरि क्लाइन्ट रिक्वेस्ट डाटा एन्ड सर्भर प्रोभाइड डाटा, द सर्भर कन्ट्रोल एक्सेस टु द रिसोर्स। यसको मतलब चाहिँ के रहेछ भन्दाखेरि हामीहरूको चाहिँ यस क्लाइन्ट सर्भरमा चाहिँ के हुँदो रहेछ भन्दाखेरि फर्स्ट सुरुमा चाहिँ क्लाइन्टले चाहिँ हामीहरूलाई चाहिँ सर्भरलाई चाहिँ रिक्वेस्ट गर्ने रहेछ अनि सर्भरबाट चाहिँ हामीहरूलाई चाहिँ क्लाइन्टलाई चाहिँ के गरेछ त डाटाहरू प्रोभाइड गर्ने रहेछ। सर्भरले चाहिँ कन्ट्रोल गर्ने रहेछ हाम्रो डाटा इन्फर्मेसनहरू चाहिँ सबै चाहिँ केले कन्ट्रोल गर्ने रहेछ त हामीहरूको सर्भरले कन्ट्रोल गर्ने रहेछ। र अर्को चाहिँ हामीहरूको चाहिँ के छ भन्दाखेरि पियर टु पियर। पियर टु पियरमा चाहिँ के हुँदो रहेछ भन्दाखेरि नो सेन्ट्रल कन्ट्रोल, इच डिभाइस ह्याज कन्ट्रोल ओभर इट्स ओन
रिसोर्स। यसको मतलब चाहिँ के रहेछ भन्दाखेरि हामीहरूको चाहिँ यो पियर टु पियरमा चाहिँ हामीहरूको चाहिँ होइन कुनै पनि सर्भर हुँदैन, सबै कम्प्युटरले चाहिँ होइन जिम्मा चाहिँ आफ्नो डाटाहरू चाहिँ आफैले नै के गर्ने रहेछ त भन्दाखेरि के गर्ने त कन्ट्रोल गर्ने रहेछ। र यो क्लाइन्ट सर्भिसमा चाहिँ के हुँदो रहेछ त सेन्ट्रलाइज कन्ट्रोल बाई द सर्भर। यसमा चाहिँ सर्भरले चाहिँ कन्ट्रोल गर्ने रहेछ र सर्भरले चाहिँ डाटाहरू चाहिँ म्यानेज र एक्सेस दिने रहेछ। त्यसरी नै यो चाहिँ के रहेछ भन्दाखेरि लेस सेक्युरिटी रहेछ भन्दाखेरि अब प्रत्येकले आफैले गर्न भएको कारणले चाहिँ यो चाहिँ लेस सेक्युरिटी हो। र यसमा चाहिँ के रहेछ त भन्दाखेरि मोर भयो, अब सर्भरको एक्सेस नभइकन हामीहरूले डाटाहरू एक्सेस गर्न सकेनौँ। त्यसरी नै यो चाहिँ के रहेछ भन्दाखेरि लेस अर्थात् यो चाहिँ चिपर भयो। अनि यो चाहिँ के हो त मोर एक्सपेन्सिभ भयो। यसमा चाहिँ अब सर्भरहरू जोडान गरिराख्नु पऱ्यो। त्यसरी नै अब यसको फिगर हेर्ने हो भने चाहिँ हामीहरूको यहाँ हेरेर देख्न सक्नुहुन्छ यहाँ कुनै पनि छ त सर्भर केही छ त छैन नि। यो 1 नम्बर कम्प्युटर चाहिँ 2, 3 सबै एकअर्कासँग चाहिँ के छ त कनेक्टेड छ, तर सर्भर छैन। तर यहाँ हेर्ने हो भने चाहिँ फर्स्ट सुरुमा चाहिँ हामीहरूको यो डाटाबेस छ। डाटाबेसमा चाहिँ केले कन्ट्रोल गरिरहेको छ हामीहरूको सर्भरले कन्ट्रोल गरिरहेको छ। र अर्को यहाँ क्लाइन्टहरू छ, जस्तो अब यो क्लाइन्टलाई चाहिँ कुनै पनि डाटा चाहियो भने फर्स्ट सुरुमा हामीहरूले सर्भरलाई के भन्छ के गर्छ त रिक्वेस्ट गर्छ, अनि सर्भरले चाहिँ यसलाई चाहिँ के गर्छ त डाटाहरू चाहिँ प्रोभाइड गर्छ। ल अब हामीहरूको चाहिँ पियर टु पियर र क्लाइन्ट सर्भरको चाहिँ हामीहरू एडभान्टेज र डिसएडभान्टेज हेर्नेछौँ। फर्स्ट सुरुमा चाहिँ हामीहरूको पियर टु पियरको चाहिँ एडभान्टेज हेर्नेछ। फर्स्ट सुरुमा चाहिँ हामीहरूको चाहिँ के छ त नो सेन्ट्रल सर्भर निडेड। यसमा चाहिँ सेन्ट्रल सर्भरहरू चाहिँ चाहिँदैन। अनि यो चाहिँ के रहेछ इजी टु सेटअप गर्न सजिलो छ। रिसोर्स सेयरिङ इजिली, यसमा चाहिँ सर्भरहरूलाई फर्स्ट सुरुमा रिक्वेस्ट गरिराख्नु पर्दैन। यसमा सजिलै हामीहरूले डाटाहरू चाहिँ के गर्नु छ सेयरिङ गर्न पायो। त्यसरी नै अब यो चाहिँ के छ विक सिक्युरिटी छ। यसको सिक्युरिटी चाहिँ अलिक कमजोर छ, हार्ड टु स्केल छ। अनि त्यसो विथ मोर डिभाइस। त्यसरी नै हामीहरूको छ अर्को छ क्लाइन्ट सर्भरमा चाहिँ को एडभान्टेज हेर्ने भने फर्स्ट सुरुमा चाहिँ हामीहरूको के छ त मोर सेक्युर। सुरुमा रिक्वेस्ट गरेपछि मात्रै पाउने भएको कारणले यो चाहिँ इजिली म्यानेज छ फर द अर्गनाइजेसन। सबै खालको अर्गनाइजेसनहरूलाई चाहिँ एकदमै सुइटेबल छ। त्यसरी नै यो चाहिँ एक्सपेन्सिभ छ। र यदि अनि अर्को चाहिँ के छ त भन्दाखेरि यदि हामीहरूको चाहिँ सर्भर फेयर भयो भने चाहिँ सबै कुरा चाहिँ रोकिन सक्छ। र अर्को चाहिँ के छ भन्दाखेरि निड मेन्टेनेन्ट। अब यसमा चाहिँ अपडेटहरू डाटाहरू चाहिँ अपडेटहरू गरिराख्नु पर्ने हुन्छ। ल अब अर्को चाहिँ हामीहरूको मोस्ट इम्पोर्टेन्ट, यो पनि टोपोलोजी, यो पनि एकदमै मोस्ट इम्पोर्टेन्ट छ। यो पनि हामीहरूको 8 मार्क्समा चाहिँ धेरै जस्तो सोधिरहेको हुन्छ। ल हामीहरूको टोपोलोजी भनेको चाहिँ के हो भन्दाखेरि फिजिकल अर लोजिकल लेआउट विथ अ जोमेट्रिकल प्याटर्न लेआउट डिजाइन एरेन्जमेन्ट अफ द इन्टरकनेक्सन अफ द कम्प्युटर इन द नेटवर्क इज कल्ड। यो भनेको चाहिँ के रहेछ भन्दाखेरि एउटा फिजिकल अर लोजिकल लेआउट हो, जसमा चाहिँ के हुन्छ भन्दाखेरि जोमेट्रिकल प्याटर्न लेआउट वा डिजाइनको चाहिँ एरेन्जमेन्ट हुन्छ, जसमा चाहिँ इन्टरहरू चाहिँ एकअर्कासँग कसरी चाहिँ इन्टरकनेक्सन छ भन्ने कुरामा चाहिँ बताउँछ है त। त्यसमा चाहिँ फर्स्ट सुरुमा चाहिँ हामीहरूको चाहिँ बस टोपोलोजी। बस टोपोलोजीमा चाहिँ के हुँदो रहेछ भन्दाखेरि बस टोपोलोजी कनेक्ट टु अर मोर कम्प्युटर इन सिङ्गल केबल। बस टोपोलोजीमा चाहिँ हामीहरूको चाहिँ डाटाहरू चाहिँ के हुँदो रहेछ भन्दाखेरि एउटा सिङ्गल केबलसँग चाहिँ के हुँदो रहेछ कनेक्ट भएको हुँदो रहेछ। र यसमा चाहिँ त्यो सिङ्गल केबल चाहिँ हामीहरूको चाहिँ को एक्सेल केबलहरू चाहिँ धेरै जस्तो युज भएको हुँदो रहेछ। र हामीहरूको डाटाहरू चाहिँ ट्राभल इन बोथ डिरेक्सन। हामीहरू फिगरमा हेरेर सजिलै बुझ्नेछौँ है त। हामीहरूको के भनेको थियो त अघि हामीहरूले चाहिँ हामीहरूको बस टोपोलोजीमा चाहिँ एउटा सिङ्गल केबल, यो बिचको केबलमा चाहिँ सबै कम्प्युटरहरू चाहिँ के हुँदो रहेछ त कनेक्ट हुँदो रहेछ। त्यसरी नै यो चाहिँ धेरै जस्तो को एक्सेल हुँदो रहेछ होइन त, को एक्सेल हुँदो रहेछ। अनि यसमा चाहिँ टर्मिनेटर डाटाहरू चाहिँ यताबाट पनि जान सक्छ, यताबाट पनि जान सक्छ है त। अनि कम्प्युटरहरू चाहिँ एकअर्कासँग चाहिँ कनेक्ट हुन्छ। यो सी भनेको चाहिँ हामीहरूको क्लाइन्ट भइहाल्यो। त्यसरी नै हामीहरूको एडभान्टेजमा चाहिँ के रहेछ भन्दाखेरि सिम्पल एन्ड इजी टु सेटअप। यसमा चाहिँ के रहेछ सिम्पल र इजिली हामीहरूको लेस केबल देन अदर टोपोलोजी। अरू टोपोलोजी भन्दाखेरि यसमा चाहिँ थोरै तारहरू युज हुने रहेछ, सुइटेबल फर द स्मल अफिस होम नेटवर्क होइन। यसको डिसएडभान्टेजमा चाहिँ के छ भन्दाखेरि स्लो डाउन विथ द मोर डिभाइस। यसमा चाहिँ धेरै डिभाइस भएको कारणले चाहिँ डाटाहरू चाहिँ स्लोली ट्रान्समिट हुनसक्छ। र यसमा चाहिँ के रहेछ भन्दाखेरि लिमिटेड केबल लेन्थ, तारको लम्बाइ चाहिँ लिमिटेड हुने भयो। डाटा ट्राफिक इज हाई। यसको मतलब चाहिँ के भन्दाखेरि डाटाहरू चाहिँ एकअर्कासँग ठोकिने चान्स चाहिँ धेरै भयो। रिङ टोपोलोजी भनेको चाहिँ के रहेछ भन्दाखेरि अल डिभाइस आर कनेक्टेड इन द सर्कुलर लुप। रिङ टोपोलोजीमा चाहिँ के हुँदो रहेछ भन्दाखेरि हामीहरूको चाहिँ डिभाइसहरू चाहिँ एउटा सर्कुलर लुपमा चाहिँ के हुँदो रहेछ भन्दाखेरि कनेक्ट भएको हुँदो रहेछ। र अर्को चाहिँ के हुन्छ रहेछ त इच डिभाइस इज लिङ्क टु नेक्स्ट वान अर लेफ्ट अर राइट। यो भनेको चाहिँ के भन्दा अहिले म बुझाउने छु। डाटा मुभ फ्रम द वान डिभाइस फ्रम अनदर डिभाइस क्लकवाइज अर एन्टी क्लकवाइज, नो सेन्ट्रल हब अर स्विच। यो चाहिँ हामीहरू फिगरबाट चाहिँ बुझ्ने खोज्दैछौँ है त।
फर्स्ट सुरुमा चाहिँ हामीहरूको के भनेको थियो त हामीहरूको रिङ टोपोलोजी चाहिँ एउटा चाहिँ हामीहरूको सर्कुलर लुपमा चाहिँ के हुँदो रहेछ भन्दाखेरि कनेक्ट भएको हुँदो रहेछ र अर्को चाहिँ के हुने रहेछ त भन्दाखेरि यसमा चाहिँ के हुन्छ रहेछ राइटमा पनि हामीहरूको चाहिँ डिभाइस हुन्छ लेफ्टमा पनि डिभाइस हुन्छ र यसको डाटाहरू चाहिँ के हुन्छ भने क्लकवाइज पनि हुनसक्छ एन्टी क्लकवाइज पनि हुनसक्छ यताबाट पनि डाटाहरू फ्लो हुनसक्छ वा यताबाट पनि डाटाहरू चाहिँ फ्लो हुनसक्छ र यसमा चाहिँ के हुँदो रहेछ त सर्भर हुँदैन सबै यसमा चाहिँ के हुँदो रहेछ कम्प्युटरहरू मात्रै कनेक्ट हुन्छ हो अब यसको चाहिँ हामीहरू एडभान्टेजहरू नो डाटा क्रास यसमा चाहिँ के हुँदो रहेछ डाटाहरू चाहिँ एकअर्कासँग ठोकिँदैन त्यसरी नै अर्को चाहिँ इजी टु एड डिभाइसहरू एड गर्न सजिलो छ गुड फर स्मल नेटवर्कको लागि चाहिँ एकदमै सुइटेबल छ यसको डिसएडभान्टेजमा चाहिँ के छ भन्दाखेरि वान ब्रेक डिभाइस स्टप द एभ्रिथिङ मतलब जस्तै अब हामीहरूको चाहिँ यदि हामीहरूको चाहिँ C3 चाहिँ बिग्रेको छ अरे भने होइन C3 चाहिँ हाम्रो बिग्रियो अरे अब हामीहरूलाई चाहिँ C7मा जानुपर्ने थियो अब हामीहरूको C1बाट C2मा गएर अब C3 बिग्रेको छ भने त हामीहरूको चाहिँ अलिक गाह्रो हुने भयो नि त C7सम्म जान किनकि हामीहरू चाहिँ C3 हुँदै C4 C5 C7 हुँदै जाने भएको कारण चाहिँ यसले चाहिँ के हुँदो रहेछ भन्दाखेरि एउटा ब्रेक यो बिग्रियो भने चाहिँ हामीहरूको चाहिँ C7मा चाहिँ जान मिल्दैन छ त्यसरी अर्को चाहिँ के छ स्लो डाउन इन द मोर डिभाइस धेरै डिभाइस भएको कारण चाहिँ यो चाहिँ अलिक स्लो हुनसक्छ अब हामीहरूले यदि हामीहरू चाहिँ C1 र C7 चाहिँ एकदमै डाइरेक्टली कनेक्ट भएको भए त हामीहरूले चाहिँ एकैचोटि सट्टै हामीहरू डाटा हुने भयो तर हामीहरूको चाहिँ यसमा त के छ त फर्स्टमा C2 C3 C4 C5 C6 हुँदै C7मा जाने भएको कारण चाहिँ अलि यसले चाहिँ के हुँदो रहेछ त स्लो हुने रहेछ अनि हार्ड टु फाइन्ड प्रब्लम अब कुन चाहिँमा प्रब्लम भएको छ भने चाहिँ फाइन्ड गर्न पनि अलिक गाह्रो हुँदो रहेछ ल त्यसरी नै अर्को चाहिँ हामीहरूको चाहिँ स्टार टोपोलोजीको बारेमा पनि हामीहरू एकदम सजिलो गरी बुझ्नेछौँ है त ल अर डिभाइस कनेक्ट विथ द सेन्ट्रल हब अर स्विचमा चाहिँ कनेक्ट भएको हुँदो रहेछ र द हब एन्ड स्विच एक्ट लाइक द सेन्ट्रल कन्ट्रोलर म्यानेजिङ हाउ द डाटा सेन्ड टु डिभाइस यसमा चाहिँ के हुँदो रहेछ भन्दाखेरि सेन्ट्रल हब अर स्विचले चाहिँ के गर्ने रहेछ त भन्दाखेरि कन्ट्रोल गर्ने रहेछ डाटा यसमा चाहिँ के हुँदो रहेछ भन्दाखेरि यो हब होइन हबले चाहिँ के गर्ने रहेछ म्यानेज गर्ने रहेछ यो क्लाइन्टहरूलाई कोमा चाहिँ डाटाहरू पठाउनलाई चाहिँ यसमा चाहिँ के हुन्छ डाटाहरू सेन्ड गर्दा चाहिँ फर्स्ट सुरुमा चाहिँ यो चाहिँ हब वा स्विचमा जाने रहेछ अनि तब मात्रै अब कुन चाहिँलाई चाहिएको भनेर डिटरमाइन गरेर चाहिँ डाटाहरू चाहिँ फ्लो हुने रहेछ जस्तै अब हामीहरूको चाहिँ फर्स्ट सुरुमा चाहिँ यो C1 छ नि क्लाइन्ट 1वाला कम्प्युटरलाई चाहिँ केही डाटा चाहियो भने फर्स्ट सुरुमा चाहिँ हामीहरूले हबमा जाने रहेछ हबबाट चाहिँ यसमा चाहिँ के हुन्छ डाटाहरू चाहिँ के गर्ने रहेछ सेन्ड गर्ने रहेछ र यसमा चाहिँ के हुँदो रहेछ भन्दाखेरि हब डिटरमाइन द डेस्टिनेसन अब त्यो डेस्टिनेसन भनेको नि अब यो भनेको जस्तै अब हबले चाहिँ कुन चाहिँलाई चाहियो अब त C1लाई चाहियो हो कि C5लाई C6लाई C3लाई C4लाई कुन चाहिँलाई चाहियो भनेर चाहिँ डिटरमाइन गरेर त्यसलाई चाहिँ डाटाहरू चाहिँ पठाउने काम गर्छ र यसको एडभान्टेज चाहिँ के छ भन्दाखेरि इजी टु एड डिभाइस होइन अब त्यो चाहिँ सेन्ट्रलाइज कन्ट्रोल एउटा ठाउँबाट चाहिँ हामीहरूको चाहिँ कम्प्युटरहरू चाहिँ के हुन्छ त कन्ट्रोल हुने भयो फेलियर अफ वान डिभाइस डजन्ट इफेक्ट अदर यदि हामीहरूको C1 चाहिँ बिग्रियो भने चाहिँ हामीहरूको चाहिँ यसलाई चाहिँ अरूलाई इफेक्ट गर्दैन किनकि हामीहरूको चलाउने भनेको त हाम्रो हबले हो यो स्विचले हो तर अरूमा चाहिँ के छ त कम्प्युटरहरू मात्रै एकअर्कासँग कनेक्टेड भएको कारणले एउटा डिभाइस बिग्रियो भने अर्कोलाई पनि इफेक्ट गर्ने भएको थियो त्यसरी नै अब यसको डिसएडभान्टेजमा हेर्ने भने चाहिँ यो चाहिँ अलिक महँगो भयो लिमिटेड हब क्यापेसिटी अब यो हबमा चाहिँ यो स्विचमा चाहिँ अब 10वटा मात्र कम्प्युटर जाने हो कि कतिवटा हुन्छ भने एउटा क्यापेसिटी हुन्छ नि हो त्योभन्दा बढी चाहिँ हामीहरूले चाहिँ यसलाई चलाउनु भएन र अर्को चाहिँ इफ हब ड्यामेज इट इज इफेक्ट टु अल कम्प्युटर यदि हामीहरूको यो हब बिग्रियो भने चाहिँ हामीहरूको चाहिँ कम्प्युटरहरूमा चाहिँ इफेक्ट गर्ने भयो ल अब हामीहरू चाहिँ यो 3टा छ नि टोपोलोजीले एकदमै सरल भाषामा हेर्ने भयो भने चाहिँ के रहेछ त हामीहरूको बस यो अब टोपोलोजीको 3टालाई चाहिँ हामी समरी गरौँ है त बस टोपोलोजीमा चाहिँ के हुँदो रहेछ त भन्दाखेरि एउटा सिङ्गल लाइनमा चाहिँ कम्प्युटरहरू चाहिँ कनेक्ट भएको हुँदो रहेछ होइन अनि यसमा चाहिँ के हुँदो रहेछ नो हब यसमा चाहिँ कुनै पनि हब हुँदैन यो चाहिँ यताबाट पनि डाटाहरू चाहिँ यताबाट पनि फ्लो हुने भयो यताबाट पनि फ्लो हुने भयो त्यसरी नै हामीहरूको चाहिँ रिङमा चाहिँ के हुँदो रहेछ एउटा सर्कल जस्तो सर्कुलर लुपमा हुँदैछ डाटाहरू चाहिँ के हुँदो रहेछ त क्लकवाइज पनि हुन सक्नुभयो एन्टी क्लकवाइज पनि डाटाहरू चाहिँ के हुँदो रहेछ त क्लकवाइज पनि डाटाहरू चाहिँ फ्लो हुने भयो अनि यसमा पनि के हुँदो रहेछ नो हब यसमा पनि नो हब हो त्यसरी हामीहरूको स्टारमा चाहिँ के हुँदो रहेछ त यसमा चाहिँ स्टारमा चाहिँ हामीहरूको चाहिँ हब हुने भयो वा स्विच पनि हुने हब वा स्विच भनेको एउटै हो दुईटामा एउटा हुने भयो यसमा चाहिँ फर्स्टमा चाहिँ हामीहरूको हबमा जान्छ त्यसपछि हबबाट चाहिँ हामीहरूको चाहिँ क्लाइन्टमा चाहिँ डाटाहरू जाने भयो टोपोलोजीमा चाहिँ हामीहरूको एउटा सिङ्गल लाइनमा हुन्छ
र हामीहरू रिङ टोपोलोजीमा चाहिँ औँठी जसरी नै एउटा गोलोमा हुन्छ भने हामीहरूको यो स्टारमा चाहिँ एउटा स्विचमा चाहिँ हामीहरूको चाहिँ कम्प्युटरहरू चाहिँ एकअर्कासँग चाहिँ कनेक्ट भएको हुन्छ है त। ल अब हामीहरूको लास्ट छ हामीहरूको ओएसआई मोडल। ओएसआई मोडल भनेको चाहिँ हामीहरूको ओपन सिस्टम इन्टरकनेक्सन हो। ओएसआई मोडल भनेको चाहिँ के हो भन्दाखेरि ओएसआई मोडल इज द फ्रेमवर्क द्याट डिभाइडेड नेटवर्क कम्युनिकेसन इन्टु द 7 layer टु एक्सप्लेन द हाउ द डाटा सेन्ड टु रिसिभर बिट्विन कम्प्युटर। यस भनेको चाहिँ के रहेछ भन्दाखेरि यो ओएसआई मोडल भनेको चाहिँ एउटा फ्रेमवर्क हो जसमा चाहिँ के गर्दो रहेछ भन्दाखेरि कम्प्युटर नेटवर्किङलाई चाहिँ 7वटा लेयरमा चाहिँ के गरेको रहेछ भन्दाखेरि डिभाइड गरेको रहेछ, जसले चाहिँ के एक्सप्लेन गर्छ भन्दाखेरि हामीहरूको चाहिँ सेन्डरदेखि चाहिँ रिसिभरसम्म चाहिँ कसरी जान्छ भन्ने कुरालाई चाहिँ एक्सप्लेन गराइरहेछ। र यसको चाहिँ हामीहरूको 7वटा लेयर चाहिँ के भन्दाखेरि हामीहरूको एप्लिकेसन, प्रेजेन्टेसन, सेसन लेयर, ट्रान्सपोर्टेसन, नेटवर्क, डाटा लिङ्क लेयर, फिजिकल लेयर। र हामीहरूको यो एप्लिकेसन, प्रेजेन्टेसन र सेसन भनेको चाहिँ हामीहरूको सफ्टवेयर लेयर हो भने यो ट्रान्सपोर्टेसनलाई चाहिँ हामीहरूले चाहिँ हार्ड लेयर पनि भन्छ र अर्को नेटवर्क डाटा लिङ्क र फिजिकल लेयरलाई चाहिँ हामीहरूले हार्डवेयर लेयर भन्छ। फर्स्टमा हामीहरूको यो सेन्डर भयो नि, सेन्डरले चाहिँ हामीहरूले चाहिँ यो लेयरहरू कम्प्लिट गरेर पठाउँछौँ। त्यो चाहिँ हामीहरूको चाहिँ फिजिकल डाटा लिङ्क, नेटवर्क, ट्रान्सपोर्टेसन र सेसन अनि प्रेजेन्टेसन र एप्लिकेसन लेयर भएर चाहिँ रिसिभरले चाहिँ के गर्छ भन्दाखेरि पाउने गर्छ। एक्जाम्पल चाहिँ के भन्दाखेरि जस्तै अब सेन्डरले चाहिँ होइन आई लभ यु भनेर पठायो अरे होइन। अब आई लभ यु भनेर पठायो भने फर्स्ट भने रिसिभरसँग पुग्नलाई चाहिँ हामीहरूले चाहिँ यो लेयरहरू चाहिँ कम्प्लिट भएर त्यसरी नै यो लेयरहरू कम्प्लिट भयो भने मात्रै हामीहरूको रिसिभरमा पुग्यो। त्यसरी नै रिसिभरले पनि आई लभ यु टु भनेपछि हामीहरूको यो लेयर कम्प्लिट भएर फेरि यो लेयर कम्प्लिट भयो भने मात्रै सेन्डरकोमा चाहिँ देखाउँछ आई लभ यु टु भनेको। अब हामीहरू चाहिँ यसलाई चाहिँ कसरी याद गर्ने भन्ने कुरालाई चाहिँ हामीहरूले यहाँ दुईवटा राखेको छ। हजुरलाई चाहिँ जुन सजिलो लाग्छ त्यही गर्न सक्नुहुन्छ। फर्स्टमा चाहिँ हामीहरूको चाहिँ फर्स्टमा चाहिँ हामीहरू चाहिँ एप्लिकेसनदेखि हेरौँ है त। यसको लागि चाहिँ हामीहरूले चाहिँ आलुको ए एप्लिकेसन, पी भनेको हामीहरू प्रेजेन्टेसन पकाएर, एस भनेको सेसन साथीलाई, टी भनेको ट्रान्सपोर्टेसन, एन भनेको नास्ता, डी भनेको डाटा लिङ्क, पी भनेको फिजिकल। के रहेछ त आलु पकाएर साथीतिर नास्ता देऊ पहिला। र अर्को चाहिँ हामीहरूको चाहिँ के छ त पी भनेको अब हामीहरू चाहिँ माथिबाट हेरौँ योबाट चाहिँ अब फिजिकल डाटा लिङ्क, नेटवर्क, ट्रान्सपोर्ट, सेसन, प्रेजेन्टेसन र एप्लिकेसनलाई चाहिँ के छ त प्लिज डु नट थ्रो ससेस एन्ड पिज्जा अवे। फर्स्टमा चाहिँ हामीहरूको चाहिँ एप्लिकेसन लेयर। यो एप्लिकेसन लेयरले चाहिँ के गर्छ भन्दाखेरि यसले चाहिँ युजरलाई चाहिँ इन्टरफेस प्रोभाइड गर्नेछ अनि युजर चाहिँ एप्लिकेसनसँग चाहिँ के हुने रहेछ त भन्दाखेरि इन्टरेक्ट हुने रहेछ। यसको एक्जाम्पल चाहिँ हामीहरू वाट्सएपमा कसैलाई मेसेज गर्नु पठाउनु पऱ्यो भने चाहिँ हामीहरूले चाहिँ यही लेयरको चाहिँ प्रोटोकलको प्रयोग गरेर चाहिँ हामीहरू चाहिँ डाटाहरू चाहिँ पठाउने गर्छौँ। जस्तै अनि अर्को चाहिँ हामीहरू जब हामी अब ब्राउजरतिर चाहिँ हामीहरूले केही कुराहरू सर्च गर्छौँ नि हो त्यतिखेर पनि हामीहरूले चाहिँ यो लेयरको हुन्छ। जस्तै हामीहरूले HTTPSको पनि प्रयोग गरेर चाहिँ हामीहरूले चाहिँ गर्ने गर्छौँ। र अर्को चाहिँ हामीहरूको चाहिँ के छ भन्दाखेरि प्रेजेन्टेसन लेयर। प्रेजेन्टेसन लेयरले चाहिँ के गर्छ रहेछ भन्दाखेरि ensure that data is usable format for the receiver system। यसले चाहिँ के गर्दछ भन्दाखेरि युजेबल फर्मेटमा चाहिँ छ कि छैन भनेर चाहिँ यसले चाहिँ चेक गर्ने काम गर्ने रहेछ। र अर्को चाहिँ के गर्ने रहेछ भन्दाखेरि के काम गर्छ भन्दाखेरि यदि हामीहरूको सेन्डर छ नि, यदि हामीहरूको सेन्डरले चाहिँ होइन कुनै पनि मेसेजहरू चाहिँ इङ्ग्लिसमा पठाएर तर हामीहरूको रिसिभरले चाहिँ नेपालीमा बुझ्छ भने यो इङ्ग्लिसमा भएको मेसेज चाहिँ नेपालीमा ट्रान्सलेट गर्ने काम पनि हामीहरू चाहिँ प्रेजेन्टेसन लेयरले पनि गर्ने रहेछ। त्यसरी नै अर्को चाहिँ हामीहरूको फर द सिक्युरिटी। यो इन्क्रिप्सन र डिस्क्रिप्सन चाहिँ के को लागि रहेछ सिक्युरिटीहरूको लागि। इन्क्रिप्सन भनेको चाहिँ हामीहरूको यो ह्युमनाइज ल्याङ्ग्वेजलाई चाहिँ एउटा चाहिँ कम्प्युटर ल्याङ्ग्वेजमा चाहिँ कन्भर्ट गर्ने काम गर्छ। यदि कसै ह्याकरले चाहिँ हामीहरूको चाहिँ यो मेसेज पायो भने पनि त्यसले चाहिँ होइन यो के मेसेज थियो भनेर चाहिँ यसले चाहिँ थाहा पाउन पनि सक्दैन। अर्को चाहिँ के चाहिँ कम्प्रेस डाटाहरूलाई चाहिँ कम्प्रेस गरेर चाहिँ यसको चाहिँ साइजलाई चाहिँ कम गर्छ, जसले गर्दा चाहिँ डाटाहरू चाहिँ के हुने रहेछ त फास्ट हुने रहेछ। अर्को चाहिँ हामीहरूको सेसन लेयर। सेसन लेयर चाहिँ के गर्ने रहेछ भन्दाखेरि म्यानेज द सेसन अर कनेक्सन बिट्विन सिस्टम। अर्को चाहिँ हामीहरूको इस्टाब्लिस, मेन्टेन एन्ड टर्मिनेट कनेक्सन। र यसको एक्जाम्पलको लागि चाहिँ के हो भन्दाखेरि यदि हामीहरूको चाहिँ ल मानौँ रे है त ए भन्नेले चाहिँ बीलाई चाहिँ फाइल पठाएर होइन फाइल पठाउँदा 80% हुँदाखेरि चाहिँ हामीहरूको चाहिँ वाइफाई गयो अरे। अब वाइफाई गएपछि चाहिँ अब हामीहरूको वाइफाई आइसकेपछि चाहिँ हामीहरूको चाहिँ डाटा चाहिँ फेरि सुरुदेखि नभइकन चाहिँ हामीहरूको जहाँ अड्केको थियो नि 80%मा अड्केको थियो भने अब 80%देखि नै 100%मा चाहिँ जाँदो रहेछ। हाम्रो सेसन लेयरमा डाटाहरू जहाँ अड्केको थियो त्यहाँबाट चाहिँ कन्टिन्यू चाहिँ
हुने रहेछ है त। ल अर्को चाहिँ हामीहरूको चाहिँ ट्रान्सपोर्ट लेयर भनेको हामीहरूको के भनेको छ त मुटु लेयर है त। यो चाहिँ मुटु लेयर। यसमा चाहिँ के हुँदो रहेछ भन्दाखेरि डाटाहरू चाहिँ स्मल चङ्क अथवा सिगमेन्टमा चाहिँ के हुँदो रहेछ त भन्दाखेरि ब्रेकडाउन डिभाइड गरेको हुँदो रहेछ फर द इजी ट्रान्समिसन। इन्स्योर द्याट डाटा डिलिभर करेक्टली इन रिलायबल। यसमा चाहिँ के हुँदो रहेछ त डाटाहरू चाहिँ के हुँदो रहेछ डिलिभर करेक्टली अर रिलायबल। डाटा पठाउँदाखेरि चाहिँ युडिपी र टिसिपीमा पनि पठाउने गर्छौँ है त। र अर्को त्यसै गरी अर्को चाहिँ हामीहरूको चाहिँ नेटवर्क लेयर। यो नेटवर्क लेयर भनेको चाहिँ के हो भन्दाखेरि यो नेटवर्क लेयरले चाहिँ के गर्छ भन्दाखेरि नेटवर्क लेयरले चाहिँ डिटरमाइन गर्दो रहेछ भन्दाखेरि हामीहरूको चाहिँ सेन्डरदेखि रिसिभरसम्म जाँदाखेरि चाहिँ एकदमै बेस पाथ चाहिँ यसले चाहिँ के गर्दो रहेछ त डिटरमाइन गर्ने रहेछ। चाहिँ प्याकेटको फर्ममा चाहिँ के गर्दो रहेछ त पठाउने रहेछ। जस्तै यसको एक्जाम्पलको लागि चाहिँ हामीहरूको चाहिँ 400वटा डाटा थियो अरे। यसले चाहिँ हामीहरूको चाहिँ डाटालाई चाहिँ 100 गरेर चाहिँ प्याकेटमा चाहिँ यसले चाहिँ के गरेछ डाटाहरू पठाएर यदि हामीहरूले चाहिँ यो डाटाहरू लस गरिहाल्यो भने पनि हामीहरूको त 300वटा डाटाहरू त के भयो त बाँच्ने भयो। तर यदि हामीहरूले यो 400ले एकै ठाउँमा राखेर गरेको पठाएको भए चाहिँ के हुन्थ्यो त एकैचोटि उडेको भए यो सबै के हुन्थ्यो त उड्ने थियो। त्यो यसले चाहिँ प्याकेटमा गर्दाखेरि चाहिँ के हो त हामीहरूको चाहिँ डाटाहरू चाहिँ लस हुने चान्सहरू पनि अलिक कम भयो। सेन्डर डिभाइसको आइपी एड्रेसदेखि चाहिँ रिसिभर डिभाइसको आइपी एड्रेससम्मलाई चाहिँ युज गरेर चाहिँ हामीहरूको चाहिँ के हुँदो रहेछ राइट डेस्टिनेसनमा पुर्याउने चाहिँ काम गर्दो रहेछ। हामीहरूको डाटा लिङ्क लेयर। यो डाटा लिङ्क लेयरमा चाहिँ के गर्ने रहेछ भन्दाखेरि प्याकेज डाटा इन्टु द फ्रेम फर द ट्रान्समिसन। यसमा चाहिँ के गर्ने रहेछ भन्दाखेरि हामीहरूको अघि प्याकेटमा भएको डाटाहरूले चाहिँ अब हामीहरू चाहिँ फ्रेममा चाहिँ के गर्ने रहेछ त ट्रान्समिसन गर्ने रहेछ। र यसमा चाहिँ डाटाहरू चाहिँ के गर्ने रहेछ त भन्दाखेरि डाटाहरूमा चाहिँ के इरर छ भने चाहिँ त्यो डाटाहरूलाई चाहिँ सच्याएर गर्ने काम गर्ने रहेछ। र अर्को चाहिँ हामीहरूको छ डाटाहरूको फ्लो चाहिँ कन्ट्रोल गर्ने रहेछ। सेन्डर डिभाइसबाट आएको डाटाहरू चाहिँ पठाउनुभन्दा पहिला चाहिँ यो चाहिँ इरर फ्री छ कि छैन भनेर चाहिँ चेक गर्ने काम गर्छ। त्यसरी नै अर्को चाहिँ हामीहरूको चाहिँ फिजिकल लेयरमा चाहिँ के काम गर्छ भन्दाखेरि हामीहरूको चाहिँ इस्टाब्लिस फिजिकल क्यारेक्टरिस्टिक अफ द नेटवर्किङ। यसमा चाहिँ के गर्छ भन्दाखेरि हामीहरूको चाहिँ जस्तै फिजिकल लेयरले चाहिँ के गर्छ भन्दाखेरि 0110मा भएको बिट्सहरूलाई चाहिँ कन्भर्ट गरेर चाहिँ यसले चाहिँ इलेक्ट्रिकल र रेडियो सिग्नलमा चाहिँ कन्भर्ट गर्ने काम गर्छ। आजको लागि यति नै। के कुराहरू मैले छुटाएको छु भने चाहिँ कमेन्ट गर्नुहोला। मैले यो भिडियो चाहिँ एक्जाम ओरिएन्टेड भएर बनाएको हुनाले केही कुराहरू छुट्न पनि सक्छ। त्यसैले के कुराहरू छुटेको छ भने तल कमेन्ट गर्नुहोला। आजको लागि यति नै। अर्को भिडियोमा फेरि भेट्नेछु। थ्याङ्क यू फर वाचिङ।